सिल त चाहिँ देशी विदेशी शक्तिहरू सबै छन्, त्यसमा चाहिँ गणतन्त्रवादीहरूलाई चाहिँ बल मिलेको छ, उनीहरूले गर्नु सबै। अब बाँकी रहेको गणतन्त्रवादीहरू पनि चाहिँ यही ढङ्गबाट टिकेर अगाडि जान्छु भन्ने कुरामा उनीहरूको पनि आत्मविश्वास छैन। यदि आत्मविश्वास हुन्थ्यो भने प्रदर्शन गर्न दिन्थे, गणतन्त्रको जग बलियो हुन्थ्यो भने प्रदर्शन गर्न उनीहरूले खुला रूपमा चाहिँ छोडिदिन्थे कि। तर गणतन्त्रको जग पनि हल्लिएको अवस्था छ अहिले। किन भन्दाखेरि लिडरसिपले पिपुल र तपाईको चाहिँ नेसनलाई कहिले पनि चाहिँ सेन्टरमा राखेन। जहिले पनि चाहिँ आफ्नो स्वार्थलाई सेन्टरमा राख्दै गर्दाखेरिमा चाहिँ न त डेलिभरी नै भयो, न त डेमोक्रेटिक इन्स्टिट्युसन्सहरूको चाहिँ मजबुतीकरण नै भयो। आज सरकारको छायामा संसद छ अथवा सरकारको नियन्त्रणमा संसद छ, सरकारको छायामा तपाईको चाहिँ न्यायपालिका छ, तपाईको सरकारको कब्जामा सम्पूर्ण संवैधानिक अङ्ग छन् भनेपछि डेमोक्रेसीले कहाँनिर फङ्सन गर्छ यहाँ त? उनीहरूलाई सहज त हुने भयो अथवा त्यही बाटो नै उनीहरूको प्रतिस्पर्धीको रूपमा कोही पनि नआउने भए अथवा अलिकति प्रतिस्पर्धीको रूपमा आउन खोजेको राज संस्था त्यसलाई नै दबाई दिइसकेपछि त उनीहरू आनन्दले अगाडि बढ्न पाउने भयो नि त। त्यो तयारी त देख्यो नि, प्रतिस्पर्धालाई समाप्त गरिदिने, त्यसपछि प्रतिरोधको लागि कोही पनि नआउने। होइन, प्रतिरोधको लागि आन्तरिक रूपमा कोही पनि नआउला, अन्तर्राष्ट्रिय रूपमा त छोड्दैन नि त फेरि। त्यो त तपाईको चाहिँ प्रतिरोध त कसैले पनि गर्न सकिरहेको थिएन नि त। सन् 2001 सम्म चाहिँ तालिबानीहरूलाई कसैले प्रतिरोध गर्न सकिरहेको थिएन नि त। अफगानिस्तानमा पनि अमेरिका त्यहाँ छिर्यो नि त। जति हामी गणतन्त्रवादी र चाहिँ राज संस्थावादीका रूपमा विभाजन हुन्छौँ, यसले हामीले विदेशीलाई चाहिँ आमन्त्रण गरिरहेको स्थिति हुन्छ। त्यसकारण चाहिँ गणतन्त्रवादीहरूले के नसोच्नु भन्दाखेरि चाहिँ राज संस्थाको मुद्दालाई सधैँभरि समाप्त गऱ्यौँ भने पनि चाहिँ हामीलाई चाहिँ सहज हुन्छ भनेर यदि सोचिएको हुन्छ नि, त्यो अर्को चाहिँ भ्रम र भुल हुनेछ। त्यो भ्रम नै हो त्यो। किन भन्दाखेरि नेपालमा तपाईको चाहिँ राज संस्था भनेको एउटा शक्ति नै हो। त्यो यो गणतन्त्रवादीले नै स्वीकार गरेको स्थिति हो। त्यसकारण चाहिँ नेपालीहरू मिलेर चाहिँ नेपाललाई बनाउने हो कि नेपाली विभाजन भएपछि त विदेशीले चाहिँ त आफ्नो स्वार्थ सिद्ध गरिहाल्छ नि त। आजसम्म भएकै त्यही हो नि त। कहिले चाहिँ गणतन्त्रवादी र चाहिँ राज संस्थावादी भनेको छ, कहिले सात दल भनेको छ र कहिले चाहिँ माओवादी भनेको छ। यही चाहिँ डिभिजन त उनीहरू गराउन चाहन्छ नि त। र आज पनि ठ्याक्क पोलराइजेसन्स भएको छ, गणतन्त्रवादी भर्सेस राज संस्थावादी भनेर जुन पोलराइजेसन्स भएको छ। पोलराइजेसन्स हेर्दाखेरि जनमत चाहिँ आज गणतन्त्रवादीसँग भन्दा त तपाईको चाहिँ जनमत त आज चाहिँ राज संस्थावादीहरूको पक्षमा देखिएको छ नि त। तर यहाँनिर काहीँ न काहीँ जो राज संस्थाको मुद्दा उनीहरूले उठान गरिरहेका छन्, प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष गरी एमाले पङ्क्तिले राजावादीहरू अहिले जसरी सक्रिय भइरहेका छन्, इन्डियाले उक्साट गरिरहेको छ पछाडिबाट, इन्डियाले चाहिँ बल फेक्दिएको छ, त्यसको आधारमा उनीहरू अगाडि बढिरहेका छन् भन्ने त्यस्तो हो। इन्डियाले नै राजावादीहरूलाई अलिकति अगाडि सारेको हो, यसले फेरि कहाँ पुर्याउँछ भन्ने पनि छ। होइन, इन्डियाले राजावादीलाई अगाडि सारेको हो होइन, त्यस्ता प्रमाणहरू त राज्यसँग होला, हामीसँग त प्रमाण छैन। हामीले देखेको कुरा के हो त भन्दाखेरि चाहिँ इन्डियाको